फेरि पनि ख्रिस्ट येशूको नाउँमा सबैजनालाई जय मसीह। आउनुहोस् प्रेमी मित्र, फेरि पनि हामी तपाईँको माझमा अर्को भिडियो लिएर आइसकेका छौँ। तपाईँको माझमा जुन प्रश्न उत्तर कार्यक्रम तपाईँको बिचमा आइराख्ने गर्दछ। प्रेमी मित्र, तपाईँले सुन्दै हुनुहुन्छ अहिले हामीलाई केशर बस्नेत युट्युब च्यानल अफिसियलबाट। तपाईँलाई परमेश्वरले प्रेम गर्नुभएको होस्। र आज पनि एकजना साथीले चाहिँ मलाई म्यासेज गर्नुभएको थियो, सर हाम्रो गाउँतिर पनि यस्तै नबुझेको शिक्षाहरू चाहिँ हामीले भेटाइराखेका छौँ र यस्तै शिक्षाहरूको बारेमा चाहिँ हामीले कमजोरी हामीले देखिराखेका छौँ र आएर हजुरले एकचोटि चाहिँ स्पष्टसँग हाम्रो मण्डलीमा पनि राखिदिनु पर्यो भनेर हामीले चाहिँ प्रश्न गर्नुभएको थियो र त्यो म्यासेज चाहिँ मलाई पठाउनु भएको थियो र त्यही म्यासेजको लागि, त्यही सन्देशको लागि म तपाईँलाई चाहिँ बिचमा पिडिएफ दिने गर्दछु प्रेम मित्र। अनि त्यस्तै कारणले गर्दाखेरि चाहिँ आज हाम्रो जीवन चाहिँ केमा गुजरिराखेको छ, है वचनबाट छ कि अथवा चाहिँ कुनै कुराहरूबाट छ कि अथवा कुनै विशेष कुराहरूबाट छ, त्यो तपाईँले बुझ्नुहोस् प्रिय। त्यसै कारणले हामीले चाहिँ गरेका सबै कुराहरू सही छ कि छैन, बाइबलबाट हामीले हेरेका कुराहरू, अध्ययन गरेका कुराहरू कस्ता के कुरा रहेका छन् र वचनले हामीलाई भन्न खोजेको चाहिँ स्पष्ट कुराहरू के हो, त्यसको उत्तर जवाबदेही के छ भन्ने कुरा हामीले बुझ्न सकेका छैनौँ होला प्रिय। तर पनि प्रभुले बुझाउनुहुन्छ र मैले तपाईँहरूको घरमै आउन नसके तापनि र तपाईँको मण्डलीमा चाहिँ उपस्थिति हुन नसकेका तापनि हामी सञ्जालको सिस्टममा छौँ। त्यसै कारणले गर्दाखेरि चाहिँ सञ्जालको सिस्टममा चाहिँ हामीले राख्नुपर्छ। अनि त्यसै कारणले मैले युट्युबमा चाहिँ प्रत्येक भिडियो चाहिँ मैले राखिदिने गरेको छु र मैले तपाईँहरूलाई पनि भन्ने गरेको छु कि जुन तपाईँले नबुझेको कुराहरू छ भने तपाईँले चाहिँ कमेन्ट बक्समा लेख्नुहोस् प्रिय। तपाईँले चाहिँ बुझ्न सक्नुहुन्छ, त्यसैको बारेमा प्रत्येक कमेन्ट म हेर्ने गर्दछु र त्यो कमेन्ट चाहिँ तपाईँलाई चाहिँ भिडियोमा उत्तर जवाबदेखि आउने छ भनेर म तपाईँलाई भनिराख्ने गरेको छु। त्यसै कारणले गर्दाखेरि चाहिँ प्रिय मित्र, आज हामी प्रश्नको कार्यक्रम उहाँको लागि, मण्डलीको लागि र सबै चर्चहरूको लागि, सबै सभाहरूको लागि चाहिँ स्पष्ट प्रश्नको उत्तर तपाईँको सामु आउने गर्दछ है। त्यसै कारणले गर्दा हामी तर परमेश्वरको नजिकतामा गयौँ भने मैले यसरी प्रार्थना गर्ने गर्छु ताकि प्रभु मलाई चाहिँ जुन प्रश्नको उत्तरहरू आइराख्छ, जसरी चाहिँ मैले खोज्दछु, मैले चाहिँ त्यो भेटाउँछु। आमेन। त्यसै कारणले गर्दाखेरि चाहिँ तपाईँले एक दिन प्रश्न गर्नुभयो भने तपाईँले चाहिँ भोलि जवाबदेही आउँछ। तर मैले साँझ बेलुकातिर प्रार्थना गर्छु ताकि प्रभु मलाई यो प्रश्नको उत्तर चाहिँ मलाई चाहिँ दर्शनमा दिनुहोस् र त्यो सपनामा तपाईँले मलाई दिनुहोस्। त्यसै कारणले गर्दाखेरि चाहिँ परमेश्वरले चाहिँ मलाई दिनुभएको कुराहरू चाहिँ यहाँ छ प्रिय है। अनि हामीले चाहिँ धेरै घमण्ड गरेर पनि होइन, धेरै चाहिँ पढी लेखेर पनि होइन, धेरै चाहिँ हामीले शिक्षामा जागिर अथवा शिक्षामा चाहिँ ठुलो शिक्षित लिखित हासिल गरेर पनि होइन प्रिय। तर हामीले चाहिँ बाइबललाई पढेर, बाइबलको अध्ययन गरेर, बाइबलले चाहिँ भन्न खोजेको रहस्यको कुराहरू के छ अनि बाइबलमा उत्तर चाहिँ कहाँ छ त भन्ने कुरा हामीले भेट्टाउनु पर्दछ है। हामीले जब वचन पढ्यौँ भने उत्तर पनि त्यही छ, एन्सर पनि त्यही छ, अनि उत्तर पनि त्यही छ र एन्सर पनि त्यही छ। जब हामी पढ्दैनौँ तब हामीले थोरै मात्र अलिअलि पढ्छौँ भनिसकेपछि चाहिँ हामीले राम्रोसँग स्पष्टसँग पाउन सक्दैनौँ प्रिय। चाहिँ तपाईँ बाइबल कलेज जानुहोस् र तपाईँ चाहिँ बिटिएस गर्नुहोस्, जुनसुकै कोर्स पनि तपाईँ मास्टर बाइबल पढ्नु होइन, धेरै कुराहरू छ यहाँनिर। तपाईँ जुन बाइबल पढ्नुहोस्, टिबिएस, एनआइबी होइन, जुनसुकै बाइबल पढ्नुहोस्, त्यसले फरक पार्दैन प्रिय। यति मात्रै फरक छ कि जसले चाहिँ बाइबलको विवेकको रहस्यलाई चाहिँ बुझेको छ। आमेन। त्यसै कारणले उसले चाहिँ परमेश्वरको कुराहरूलाई देख्छ र परमेश्वरले त्यसलाई चाहिँ दर्शनमा दिनुहुन्छ, छोरा तैँले यो बोल्नुपर्छ र तँलाई चाहिँ यो दर्शन छ, तँलाई चाहिँ यो कुराको लागि चाहिँ त यसरी प्रचारक बन्नुपर्छ भन्ने कुरा तपाईँलाई प्रभुले चाहिँ दर्शनमा दिनुहुन्छ प्रिय। त्यसै कारणले तपाईँले त्यही भन्ने गर्नुहोस् भन्ने म चाहन्छु प्रिय मित्र है। आउनुहोस् प्रिय मित्र, हामीले त्यही प्रश्नको उत्तरलाई फेरि पनि म तपाईँको सामु पाठ गर्न चाहन्छु र दैनिक प्रश्न उत्तर कार्यक्रम आइराख्ने गर्छ र तपाईँले सुन्नुहोस् र अन्तिमसम्म सुन्न नभुल्नुहोला। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानलमा सब्सक्राइब गरी र साथ सपोर्ट दिनुहोला, लाइक सेयर पनि गरिदिनु होला भनी हार्दिक अनुरोध गर्न चाहन्छु। प्रिय मित्र, तपाईँको एक लाइकबाट
तपाईलाई चाहिँ एक सब्स्क्राइबबाट हरेक भिडियोको प्रश्न उत्तर तपाईले बाइबलले कुराहरू अनुसारले बुझ्न सक्नुहुनेछ। र प्रिय मित्र, तपाईले हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ र त्यो जवाफ पनि हामीलाई दिनुहोस् पनि हामी प्रतिज्ञा गर्दछौँ। प्रिय मित्र, आउनुहोस् अब पनि हामी अर्को भिडियो लिएर आइसकेका छौँ तपाईको माझमा। जुन भिडियोको प्रश्न उत्तर आइसकेको छ सबैले सुन्न नभुल्नुहोस् है। युट्युबमा गएर हेरिहाल्नुहोस् है त, एकचोटि क्लिक गरिहाल्नुहोस् र त्यसको उत्तर तपाईले पाइहाल्नुहुन्छ र वचनको पदहरू पनि तपाईले भेटाइहाल्नुहुन्छ है त। त्यसै कारणले आउनुहोस् मित्र, हामी सुरु गरौँ। अब भने प्रश्न के छ भन्दाखेरि चाहिँ अन्त्यको दिनमा कस्तो चिन्ह हुनेछ, के चिन्ह हुनेछ भन्ने कुरा है। द सिन्स अफ द एन्ड एन्ड स्क्रिप्चर। त्यसै कारणले गर्दाखेरि चाहिँ यहाँनिर भनेको छ धर्मशास्त्र अन्त्यका चिन्हहरू। पहिले सुरुमा म तपाईँलाई भन्न गइरहेको छु त है चिन्हहरू के हुनेछन् भन्ने कुरा चाहिँ यहाँनिर रहेको छ प्रिय है त। धर्मशास्त्र बाइबलले हामीलाई के सिकाउँछ भन्दाखेरि चाहिँ अन्त्य चाहिँ एउटा एक क्षणको पनि सङ्कष्ट छ है। त्यसै कारणले गर्दाखेरि चाहिँ अन्त्य चाहिँ यस्तो हो, अन्त चाहिँ एक क्षण पनि हो होइन, एक क्षण पनि होइन होइन। त्यसैका सङ्कष्ट र छल र ब्रह्माण्ड अशान्तिका नमुनाहरूको साथ आउनेछ होइन। झुटो ख्रिसहरू, झुटो अगमवक्ताहरू, अनि युद्धहरू, अनि कालहरू, भूकम्प सताउटको बारेमा चेतावनी दिनुहुन्छ, जबकि चाहिँ सतर्क र विश्वासयोग्य र सहनशीलताको आग्रह गर्नुहुन्छ। हालेलुया है। त्यसै कारणले मत्ती 24:4 पनि त्यहाँ लेखिएको छ अन्त्यको दिनमा है। त्यसै कारणले गर्दाखेरि चाहिँ प्रभुलाई धेरै धन्यवाद भएको होस्। अन्त्यको दिनमा चाहिँ यस्तो चिन्ह हुनेछ भन्ने कुरा हामीलाई बाइबलले स्पष्टसँग भइसकेको छ भन्ने कुरा है। मैले तपाईँलाई पहिले भिडियोमा राखिदिएको थिएँ परमेश्वर आउने बेला दोस्रो आगमन कस्तो हुनेछ भन्ने कुरा चाहिँ यहाँनिर मैले भनेको थिएँ। यो अन्त्यको दिनको एउटा चिन्ह हो। अन्त्यको दिनमा के हुनेछ भन्ने कुरा चाहिँ यहाँनिर छ प्रियहरू। अन्त्यको दिन तपाईँको नजिकै छ, तपाईँ अहिले नै छ है। जसले चाहिँ प्रार्थना गर्छ, जसले चाहिँ परमेश्वरको विश्वासमा रहँदछ, आमेन। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ तपाईँले हेर्नुहोस्, वचनलाई पनि पढ्नुहोस्। अनि उहाँले प्रतिज्ञा गर्नुहुन्छ कि अन्त्य हुनुभन्दा अघि नै चाहिँ सुसमाचार चाहिँ प्रचार गरिनेछ र भनिनेछ भन्ने कुरा यहाँनिर छ है त। अनि कतिपय चाहिँ हिन्दूहरूलाई, क्रिस्चियनहरूलाई, जुनसुकै धर्ममा हुनुहुन्छ, तर उहाँहरूलाई यस्तो लाग्न सक्छ प्रिय तपाईँहरूलाई पनि परमेश्वरले प्रेम गर्नुहुन्छ है। तपाईँले चाहिँ आफ्नो कल्चर अनुसार तपाईँले गर्नुहुन्छ होला, त्यो आफ्नो ठाउँमा छ। पुरानो स्वभाव हरेक कुराहरू, पाठ पूजा मठ मन्दिर तपाईँ गर्नुहुन्छ होला, तर त्यस्तो गर्नाले चाहिँ अलिकता फाइदा पुर्याउँदैन। त्यसै कारणले गर्दाखेरि चाहिँ हामीले बुझेको, म तपाईँलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ विशेष त जसले चाहिँ सुसमाचार सुनेको छैन, जसले यीशु ख्रीष्टमा विश्वास गरेको छैन, उहाँहरूलाई म के भन्न चाहन्छु भने है, कहिले पनि नचाखेको फल तपाईँले टिप्नुभयो भने र हेर्नुभयो भने र खान पनि भएको छैन भने त्यसको स्वादको फल कस्तो हुन्छ, त्यो फलको स्वाद कस्तो हुन्छ भन्ने कुरा तपाईँले थाहा पाउनु हुँदैन प्रिय है। त्यसै कारणले गर्दा त्यो गुलियो थियो कि अमिलो थियो, कसैलाई चाहिँ आँप मन नपर्न सक्छ, कसैलाई चाहिँ कुनै पनि अनारको फल, सुन्तलाको फल मन नपर्न सक्छ, तर पनि प्रिय त्यो कस्तो थियो भन्ने कुरा बल्ल तपाईँले चाख्नुहुन्छ, टेस्ट लिनुहुन्छ, तब तपाईँले चाहिँ थाहा पाउनुहुन्छ है। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो स्पष्टसँग छ कि जब तपाईँले चाहिँ यीशु ख्रीष्टमा विश्वास गर्नुहुन्छ र परमेश्वरलाई चिन्नुहुन्छ र सुसमाचारमा विश्वास गर्नुहुन्छ, सुसमाचार सुन्नुहुन्छ भने अनि बल्ल तपाईँले थाहा पाउनुहुन्छ कि चाहिँ परमेश्वरको राज्य चाहिँ यहाँ यस्तो रहेछ, मैले यीशु ख्रीष्टमा विश्वास गरेको कुरा चाहिँ यहाँ यस्तो रहेछ भन्ने कुरा बुझ्नुहुन्छ प्रिय। त्यसै कारणले गर्दाखेरि यद्यपि जागा पनि रहौँ भनेको छ, धेरै सुसमाचार, झुटा शिक्षाहरूको बारेमा सुसमाचार प्रचार गर्ने पनि तपाईकै सभामा चाहिँ उपस्थिति भइसक्नु भएको छ है। त्यसै कारणले गर्दाखेरि चाहिँ
आज त्यो उपस्थिति भएको कारणले आज हामीले थाहा पाउन सक्छ कि कुन सुसमाचार सही र कुन सुसमाचार चाहिँ परमेश्वरको हो र कुन सुसमाचार चाहिँ हामीलाई चाहिँ दिएको छ भन्ने कुरा तपाईँले चाहिँ स्पष्टसँग थाहा पाउनुपर्छ प्रिय। मत्ती 24:14 पनि हामीलाई चाहिँ यहाँनिर उल्लेख गरेको छ प्रिय मित्रहरू है। यसको बारेमा तपाईँले पढ्नुहोस्, अलि राम्रोसँग पढ्नुहोस्, अलि बाइबल राम्रोसँग हेर्नुहोस् प्रिय। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ ख्यालटट्टा छैन, एकदम मजाकमा छैन प्रिय। त्यसै कारण मजाकमा चाहिँ परमेश्वरलाई उडाउने कुरा पनि होइन। तपाईँले राम्रोसँग हेरिहाल्नुहोस् र पढिहाल्नुहोस् र बुझ्नुहोस् है। प्रेरित पावलले चाहिँ यसरी चाहिँ विद्रोही अधर्मको मानिसको कठिनको समयमा अनि त्यो कठिनको समयको बारेमा चाहिँ अनि यहाँनिर कुरा गर्नुहुन्छ। तर विश्वासीहरूलाई चाहिँ विश्वासमा दृढ रहन र ख्रीष्टको निर्णायक पुनरागमनलाई चाहिँ चित्रण गर्दछ। स्पष्ट चाहिँ अन्तिम न्याय ख्रीष्टको ख्रीष्टमा चाहिँ दृढ विश्वास र विवेक र दृढता हो। अनि तर चाहिँ केवल अनुमान मात्र होइन प्रिय। त्यसैले जागा रहु। अनि किनभने तिमीहरूले चाहिँ थाहा छैन कि तिमीहरूको प्रभु कुन दिन आउनु हुनेछ। मत्ती 24:42 पनि हामीलाई यहाँनिर भनेको छ हाम्रो प्रभु यीशु ख्रीष्ट कुन बेला आउनुहुन्छ। अहिले पनि हुनसक्छ, भोलि पनि हुनसक्छ। जब मैले प्रचार गर्दैछु, मैले प्रश्न उत्तर गर्दैछु र मैले भिडियो अपलोड गर्दैछु भनिसकेपछि चाहिँ प्रभु यीशु ख्रीष्ट यही बेला पनि आउन सक्नुहुन्छ। किनभने म चाहिँ प्रभुको उपस्थितिमा बोल्दैछु। हालेलुया, आमेन। तपाईँले सुनिहाल्नुहोस् र त्यसै कारणले गर्दा हिलिङको वचनहरू, चङ्गाइको वचनहरू, छुटकाराको वचनहरू तपाईँले पढिहाल्नुहोस् र सुनिहाल्नुहोस्। र म दोस्रोमा चाहिँ जब अन्त्यको दिनको चिन्हहरूमा चाहिँ म हुनेछु त्यही बेला चाहिँ म खडा भएर जिउन सकु भनेर तपाईँले भन्नुहोस् र प्रार्थना गर्नुहोस् र प्रभुको सामु चाहिँ सङ्गतिमा चाहिँ तपाईँ कन्टिन्यू जाने गर्नुहोस्। त्यसै कारणले प्रभुले तपाईँलाई प्रेम गर्नुहोस्। आजको भिडियोमा तपाईँलाई स्वागत छ। यो भिडियोलाई तपाईँले मन पराइदिनुहोस् र यो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस्। यसको विषयमा तपाईँ बुझ्नुहोस् भन्न म चाहन्छु। आउनुहोस् प्रिय मित्र, हामी प्रार्थना गरौँ है। प्रभु तपाईँको आगमन प्रतीक्षा गर्दा मलाई विवेक र साहस, दृढ विश्वास चाहिँ दिनुहोस् भनेर चाहिँ हामीले प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद भन्दछौँ। हामीलाई दृढमा रहन, विश्वासमा रहन र तपाईँको वचनमा रहन र तपाईँको उपस्थितिमा रहनलाई हामीलाई सहायता गर्नुहोस् भनिकन हामी प्रार्थना गर्छौँ। येशू तपाईँलाई म धन्यवाद। जतिजनाले प्रभु हेर्दै हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ, जस्तो अवस्थाबाट हेर्दै हुनुहुन्छ, परमेश्वरको वचनलाई बुझ्न सक्नुभएको होस् प्रभु। नबुझेको उत्तर चाहिँ उहाँले पाउन सक्नुभएको होस् भनिकन म प्रार्थना गर्दछु। मेरो उद्देश्य, मेरो लक्ष्य तपाईँको हातमा छ प्रभु। हामी तपाईँलाई धन्यवाद भन्दछौँ। येशू तपाईँ महान हुनुहुन्छ, तपाईँ असल हुनुहुन्छ, हामी विश्वास गर्छौँ। तपाईँ पवित्र हुनुहुन्छ, हामी विश्वास गर्छौँ। येशू तपाईँलाई म धन्यवाद भन्दछु। यो छोटो समयबाट, यो वचनबाट, यो उत्तरबाट तपाईँ परमेश्वर प्रभु आज हामीलाई दिनुभएको लागि धन्यवाद पवित्र। जतिजनाले प्रभु यहाँनिर उपस्थितिमा मैले चाहिँ प्रभुको सामुमा जानुपर्छ र म चाहिँ अब यसको उत्तर मैले यहाँ खोज्दैछु भनेर आउन सक्नुहुन्छ भने उहाँलाई तपाईँ परमेश्वरले डोर्याउनुहोस् र प्रभु मेरो इनबक्समा चाहिँ उहाँ आउन सक्नुभएको होस् र कन्ट्याक्टमा आउन सक्नुभएको छ। अझ बाइबलको कुराहरू हामीले छलफल गर्न सकेका हौँ र त्यो कुरा बुझ्नलाई तपाईँ परमेश्वरले हामीलाई सहायता गर्न सक्नुभएको होस् भनिकन म प्रार्थना गर्छु। धन्यवाद भन्दै सबै प्रार्थना तपाईँको हातमा राख्छौँ पवित्र येशू ख्रीष्टको नाममा, आमेन। जय मसीह प्रिय मित्र, जय मसीह।